भुक्के तिमीलाई लाज लाग्दैन दिनभरि बस्ने खाने मात्रै? म सोच्दै छु ठुलो काम गर्ने। आजदेखि दूध ल्याउने काम तिम्रो। यो गाई त अलि डेन्जरस जस्तो छ। यो त काटेको कि के हो? अब त प्रोटेक्टेड छु म। अब दूध निकालिहाल्छु। आर्मरले पनि बचाएन। ओहो, यो लात हान्ने गाईबाट कसरी दूध निकाल्ने होला अब? आइडिया! अलि जुगाड त लगाउनै पर्यो नि। दूध जस्तै देखिन्छ अब। दूध जस्तै त देखियो नि। मिमीले थाहा पाउँदैन। यो दूध हो कि पानी? हेल्दी दूध हो, लाइट भर्जन। गाई माता, म तपाईँले मिठो घाँस खुवाउँछु। अलि शान्त बस्नुहोस् न। यति मायाले पनि भन्यो। आजबाट म प्रपरली सिक्छु। यो जब रिजाइन गर। खुबै ठुलो काम गर्ने भनेको होइन? खोइ यति सानो काम पनि गर्न सकेनौ?